अर्जेन्टिनाले पनि 1-0 ले जित्न सफल भए भेनेजुलालाई। भेनेजुलाको गोलकिपरलाई त तेल मालिस मसाजमा गएर 2-3 घन्टा पुरा मुसुरेर बल्ल लानुपर्छ है रुममा। यति थलो पर्यो होला। सबैभन्दा राम्रो खेल्यो आज भेनेजुलाको गोलकिपरले। कम त बल सेभ गरे हो, 9 सर्ट त यति सेभ गरे 8-9 सर्ट बिग चान्सहरू कति गुमाए अर्जेन्टिनाको प्लेयरहरूले। 17-18 सर्ट कस्तो मिठो गरेको थिए। लाउटारो मार्टिनेजको त्यो असिस्ट होइन, लो सेल्सोको त्यो गोल सँगसँगै 1-0 ले जित्न सफल भए। यसमा मेसी खेलेको थिएन, फ्रेन्डली म्याच हो होइन। मेसी त पुरा माथि बसेर आफ्नो फ्यामिलीसँग बसेर हेरिरहेको थिए आनन्द लाएर। त्यही हो, यता फेरि फ्रान्सले पनि 3 हाने रहेछ, जर्मनीले पनि 4 हाने रहेछ है। वर्ल्ड कप क्वालिफाई म्याच सबैजना कन्ट्रीको टिमहरू सबैजना आगो बलेर खेलिरहेको छ। आज फेरि म्याच छ है, पोर्चुगलको पनि म्याच छ, स्पेनको पनि म्याच छ। आज बेलुका सबैले हेर्न नबिर्सनु होला। जय फुटबल प्रेमी।